धेरैलाई थाहा छैन, तर पुष्पकमल दाहालले यो कुरा पहिले नै भनेका थिए। त्यो बेला धेरैले सिरियस लिएनन्, तर अहिले हेर्दा सिचुएसन बिल्कुल त्यस्तै भइरहेको छ। उहाँले जुन वार्निङ दिएका थिए, आज त्यही कुरा रियालिटीमा देखिँदैछ। यसले के देखाउँछ भने नेपालको राजनीति र जनताको सोच दुवै चेन्ज हुँदैछ। अब क्वेसन यो हो, के उहाँ सही थिए कि यो कोइन्सिडेन्स मात्र हो? तपाईको विचार के छ? कमेन्टमा भन्नुहोस्। धन्यवाद। न्यायपालिकालाई धम्क्याएर भए पनि फसाई छाड्ने कसरतमा हुनुहुन्छ। त्यसको लागि सिङ्गो राज्यको दुरुपयोग भएको छ। म सम्माननीय सभामुख महोदयलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ, यसको पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धिकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग होला? म जिम्मेवार नेताहरूलाई विशेष रूपले आग्रह गर्न चाहन्छु। अहिले कसैलाई प्रतिशोध लिन त तपाईहरुलाई मजै लागेको होला, तर भोलि आफैमाथि यही बज्रिन थाल्यो भने के होला? सहकारी ठगीमा सरकारको मापदण्ड विभेदपूर्ण मात्र छैन, बिल्कुल गलत पनि छ। ल यो सुन्नुहोस् त, एकदम सही कुरा गर्नुभएको छ। अन्तिम दिन अदालतमा हाजिर हुन पाउने, त्यही दिन पेशी पाउने, त्यही दिन बयान दिन पाउने र घर जान पाउने। उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएका मन्त्रीलाई मुद्दा नचालेर उन्मुक्ति दिइन्छ। अहिले त तपाईहरु बलियो भगुनाले हामीले ठुलो बहादुरी गर्यौं भन्न सक्नु होला, तर जनताले गहिरो गरी नियालेर बसेको छ यो सरकार। एकातिर प्रतिपक्षी पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालय मार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानबिन सुरु हुन्छ। अर्कोतिर त्यही दिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारूढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गर्छ। सत्ताको यो तहको दुरुपयोग र मत्स्य न्यायले हामीलाई कहाँ पुर्याउला? साथीहरू गम्भीर रूपले विचार गर्नु भएको छ। सरकार र गठबन्धनका लागि कानूनका फरक मापदण्ड छन्, फरक व्याख्या छन्। राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अरब नै जरिवाना तिराएको, अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमि पूजन गर्छन्। कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को खरब खर्चेर त्यो कार्यालय बनाइदिने, यो नीतिसम्मत छ, नैतिक छ, राजनैतिक छ, कानुनी छ? उता सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्का एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा चलाइन्छ। यदि दोस्रो नेतालाई संगठित अपराध मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ? कर छली र ललिता निवास प्रकरणमा आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन? यो सदनले गम्भीर रूपले विचार गर्नुपर्ने विषय ठान्छु म। यो चाहिँ भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन, यो विषय पनि हामी सबैले गम्भीर रूपले विचार गर्नुपर्ने विषय छ। अहिले यो बीचमा प्रधानमन्त्रीजीमाथि थुप्रै प्रश्न उठेका छन्। म त्यसमा थोरै मात्रै कुरा राख्छु, अहिले धेरै भन्दिनँ। तपाईहरुलाई थाहै छ, यस बीचमा म सुदूर पूर्व झापादेखि सुदूर पश्चिम कञ्चनपुरसम्म पुगेको छु।
सातै प्रदेशका कार्यकर्ता र जनतासँग सामूहिक अन्तर्क्रिया गर्दै हिँडेको पनि छु। सत्तापक्षका नेता कार्यकर्ताले पनि मसित धेरै नै संवाद गर्नुभएको छ र अपेक्षा राख्नु भएको छ। यसबीचमा बन्द कोठामा मात्र होइन, ठुल्ठुला सभाहरूमा ठुल्ठुला अन्तर संवाद पनि भइरहेका छन्। म आज दाबीका साथ यस सम्मानित सदनमा भन्न सक्ने भएको छु कि यति बेलाको नेपाली जनताको मनोविज्ञान र मानसिकता सबैभन्दा बढी मैले बुझेको छु भन्ने मेरो दाबी छ। यति बेलाको मानसिकता। सातै प्रदेशको निष्कर्ष के छ त? तपाईहरुले जसरी शासन चलाउँदै हुनुहुन्छ त्यसले जनतामा एकदमै वितृष्णा थप्दै लगेको छ। स्वार्थ समूहहरूप्रति तपाईहरुको वफादारी देखेर जनता उकुस मुकुस भएको छ। बिचौलियासँग सरकारको सम्बन्ध देखेर जनता विचलित भएको छ। मलाई डर छ तपाईहरु प्रतिको आक्रोश कतै व्यवस्था प्रतिको आक्रोशमा नबदलियोस्। दोष हाम्रो सोच र कार्यशैलीको हो, जनताको होइन, व्यवस्थाको होइन। सभामुख महोदय, अहिले नुवाकोटको सेरा दरबार पनि निकै चर्चामा ल्याइएको पनि छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसको विषयमा चासो दिएको कुरा मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मेहनत गर्यो। प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ। सरकार खोजिरहेको छ। एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त। म आज अरू कुरा गर्दिन, गिरिबन्धु पनि भन्दिन, ओमनी पनि भन्दिन। तर सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्न चाहन्छु, सेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरियो। तपाईहरुलाई के लाग्छ, प्रचण्डले सही प्रेडिक्सन गरे कि कोइन्सिडेन्स मात्र हो? आफ्नो ओपिनियन कमेन्टमा दिनु होला। धन्यवाद। बेला बेला क्यान्टोनमेन्ट भनेर चाहिँ गीत गाउने गरेको पनि सुन्छु म।